नेपाली चलचित्र क्षेत्रले फेरि अर्को दिग्गज कलाकार गुमाएको छ। वरिष्ठ कलाकार सुनिल थापाको निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको छ। नेपाली चलचित्रमा राते काइला उपनामले चिनिने थापाको शनिबार बिहान थापाथली स्थित नर्विक अस्पतालमा हृदयघातका कारण निधन भएको हो। 65 वर्षीय थापालाई शंखमूल स्थित निवासमा स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। लामो समयदेखि नेपाली तथा भारतीय चलचित्र क्षेत्रमा सक्रिय थापा विशेष गरी खलनायकको भूमिकाका लागि चिनिन्थे। सन् 1981 मा बलिउड फिल्म एक दूजे के लिएबाट अभिनय यात्रा शुरू गरेका उनले चिनो, आगो जस्ता सयौं नेपाली चलचित्रमा यादगार अभिनय गरेका छन्। पछिल्लो समय उनी भारतीय चलचित्र मेरी कोममा पनि महत्वपूर्ण भूमिकामा देखिएका थिए। थापाको निधनप्रति नेपाली चलचित्र कर्मीहरूले दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। कलाकार केदार घिमिरे माग्ने बुढाले सामाजिक सञ्जालमा लेखेका छन्, वरिष्ठ कलाकार सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ। नेपाली चलचित्र उद्योगले आज अर्को एक महान व्यक्तित्व र बलियो धरोहर गुमाएको छ। भावपूर्ण श्रद्धाञ्जली दाइ। थापाको परिवारका सदस्यहरू भारतको मुम्बईमा बस्दै आएका छन् भने उनी काठमाडौँको शंखमूल स्थित अपार्टमेन्टमा एक्लै बस्दै आएका थिए। उनको निधनले नेपाली चलचित्र क्षेत्रले एक कुशल र प्रभावशाली कलाकार गुमाएको छ। वरिष्ठ कलाकार सुनिल थापाप्रति यूएस खबर हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ।